रहेको ल यो बियर पनि नक्कली राखिरहेछ क्या यहाँ कुन चाहिँ छोडेर गएछ क्या यो आइफोन पनि छ क्या यहाँ हेर्नु सँगै जाने आज हामी काममा होइन पहिलोचोटि कसैलाई बाटो चाहिँ थाहा छैन है टक्क यहाँनिर चाहिँ दिएको छन् है लासो नमस्ते कोनिचिवा अनि वेलकम ब्याक टु माई न्यू भ्लग जहाँ हुन्छ हरेक दिनको नयाँ अनुभव भन्दै गाइज म फेरि अर्को नयाँ भ्लग लिएर आइसकेँ मेरो दोस्रो भ्लग र अहिले चाहिँ गाइज म छु एकी मतलब ट्रेन स्टेसनमा है अब भित्र त छुइनँ म बाहिर बसिरहेको छु र अहिले फेरि लिटरली गाइज बिहानको कति बज्यो भन्दाखेरि 4:46 भइसकेको छ क्या अब म 4:46सम्म किन सुतेको छैन भन्नुहुन्छ भने भर्खरै कामबाट आएको त कहाँबाट सुत्नु त म भर्खरै कामबाट आएको क्या म मेरो काम चाहिँ 3:30 बजीसम्म हुन्छ अनि त्यहाँदेखि 3 बजेदेखि यहाँ ट्याक्सीले ट्याक्क एकी लिएर छोडिदियो क्या अनि अब गाइज आज म घर जान पाउँदिनँ किनभने मेरो अर्को पनि काम छ अनि म यहाँदेखि चाहिँ अब ट्रेन चढेर सिधै म अर्को काममा जानुपर्ने हुन्छ क्या अर्को काम चाहिँ 7 बजेदेखि छ 7 बजे बोलाएको छ अर्को काममा चाहिँ अनि आज र भोलि त लिटरली सुत्न पाइँदैन उसै त म 3 दिन भइसक्यो गाइज म नसुतेको र आज र भोलि पनि सुत्न चाहिँ पाइँदैन त्यसपछिदेखि चाहिँ अलिकति आराम गर्न मिल्छ भनौँ लिटरली ओभर निन्द्रा लागिरहेछ र अहिले चाहिँ म छु गाइज एकीमा र लिटरली गाइज यत्रो ठुलो क्या म एक्लै छु क्या कोही पनि छैन कि अहिले किनभने ल हेर्नुहोस् किनभने अहिले कोही उठ्ने बेला पनि होइन कोही उयो गर्ने बेला पनि होइन त्यही भएर म एक्लै छु कि अब अहिले 4 बजेको भएर यो बन्द छ सटर बन्द छ यहाँबाट छिर्ने हो भित्र स्टेसनभित्र जान लागि चाहिँ अब यो अहिले एकछिनमा 5 बजेपछि चाहिँ यो खुल्छ होइन अनि त्यसपछि चट्टसँगले भित्र टिकट काटेर छिर्ने हो अनि गाइज म तपाईँहरूलाई एउटा कुरा देखाउँछु ल यहाँ हेर्नु न यहाँ यत्रो यो कसको सामान हो थाहा छैन है कुन चाहिँ छोडेर गएछ क्या यो आइफोन पनि छ क्या यहाँ हेर्नु न आइफोनै छ ल लिटरली कसको हो यो है पुरै झोला छ आइफोन छ अनि उता किलिङ चाबी होला कसको हो अब थाहा छैन होइन यो कसैले लाँदैन भने के यत्तिकै छ यो कति यो रातभरिदेखि यत्तिकै होला सायद कसले छोडेर गएको हो थाहा छैन है त्यत्तिकै जापानलाई सेफेस्ट कन्ट्री भनेको होइन रहेछ क्या अब तल अघि मैले त्यहाँ टोइलेटमा जाँदाखेरि त्यहाँ तल पनि मैले देखिरहेको थिएँ क्या कसले सामान छोडेर के छोडेको थियो पर्स थियो त्यो भित्र सायद के थियो थाहा भएन होइन तर पर्स चाहिँ थियो क्या त्यहाँ अनि यहाँ अहिले त यहाँ त पुरै आइफोनै छ कि अब हाम्रो देशतिर भएदेखि त यो आइफोन मान्छे हुँदै त लान्छ झन् यसरी मान्छे नछोडेर त उहिले हराइसक्थ्यो होइन तर यहाँ चाहिँ कसैलाई केही सामानको वास्ता व्यस्ता छैन क्या केही नै छैन अब यो सामान चाहिँ अब भोलि बिहान पनि यहीँ रहन्छ अहिले एकछिनमा ट्रेन खुल्छ ट्रेन खुलेपछि त्यहाँ स्टेसनको मान्छेले चट्ट राखिदिन्छ कि अनि भरे अनि कसको सामान हो त्यो फर्केर आउँदाखेरि त्यसले यहाँ भेटाउँछ कि सामान यस्तो छ देश त्यतिकै बोलाएछ ल गाइज एकी चाहिँ यस्तै खोल्दैछ है त ल त्यहाँ सटर पनि अटोमेटिक छ टक्क माथि जाँदैछ अब मान्छे भट्टी छिर्नु थाल्छ हेर्नु त हेर्दै चहल पहल यति बढ्छ नि अब चट्ट ठ्याक्कै 5 बज्यो कि ठ्याक्कै 5 बजे चाहिँ सर्र खुल्यो अब उतिबाट चाहिँ छिर्ने हो अब मेरो टिकट चाहिँ त्योबाट काट्ने हो अब मेरो चाहिँ अलिकति 5:38मा भएछ गाडी र भर्खर 5 बजे अझै आधी घन्टा बाँकी छ त्यही भएर म चाहिँ एकछिन बाहिरै बस्छु अन्त म चाहिँ टिकट काटेर जाउँला भनेर सोचेको थिएँ है तर अब म जाने ठाउँसम्म चाहिँ टिकट भाडा कति हो त्यो नै थाहा भएन क्या मलाई होइन अनि अब म चाहिँ टिकट नकाटेर यो स्विका कार्ड भन्छ यसलाई म यसमा पैसा हाल्छु होइन अनि यसमा पैसा हालिसकेपछि के हुन्छ भने नि यहाँ छिर्ने ठाउँमा स्क्यान गरिदिने अनि र निस्किने ठाउँमा स्क्यान गरिदिइसकेपछि त्यो भाडा कति हो त्यो आफै अटोमेटिक यहाँ काट्छ कि अटोमेटिक काटिदिन्छ अब म गएर यो पैसा हाल्छु है त ओके गाइज यो चार्ज गर्ने चाहिँ यहाँबाट हो है अब सुरुमा चार्ज ल कति हालौँ नि त पैसा चाहिँ यहाँबाट छिराउने छिर्दैन नि त ल पैसा छिर्दैछ गाइज ओके गाइज अहिले चाहिँ हाम्रो यो स्विका चाहिँ चार्ज भइसकेको छ है अब यसलाई चाहिँ लग्यो अरे चाहिँ होइन गाइज अब चट्ट यहाँनिर चाहिँ टक्क हालेर सट्टभित्र छिर्ने है त म जुन स्टेसनमा गएर अब एक्जिट गर्छु नि त्यो अटोमेटिक काटिदिन्छ के अटोमेटिक यो कति हो त्यसको रेट चाहिँ
टक्क काटिदिन्छ कि अनि त्यसको लागि त किपै काट्नु परेन टिकटै काट्नु परेन सजिलो भयो नि त आफूलाई ल गाइज अहिले चाहिँ म है ट्रेन चढ्ने ठाउँमा आइसकेँ भित्र टिकट काटेर चट्ट ट्रेन चढ्ने ठाउँ चाहिँ यो किसिमको छ यस्तो छ ल यहाँनिर चाहिँ टट्ट पटरी ट्रेन हिँड्ने पटरी अब यो साइडबाट चाहिँ ट्रेन आउँछ अनि मसँगै जाने मान्छेहरू पनि भेट भइसक्यो सँगै जाने आज हामी काममा होइन पहिलोचोटि कसैलाई बाटो चाहिँ थाहा छैन है ल हाई गरिदियो यता हाम्री राम्री मिसहरू हुनुहुन्छ है जापानमा काम गर्नुहुन्छ रात दिन पैसा टन्नै कमाउनुहुन्छ होइन त ल मन्छा सानो पनि हाई हाम्रो लक्ष्मी सान ममता सान है ए ममता सान ए लक्ष्मी सान त अनि गाइज अहिले चाहिँ होइन अब हाम्रो ट्रेन चाहिँ कतिमा छ भनेदेखि कति मिनटमा छ 55मा रहेछ 55मा छ गाइज हाम्रो चाहिँ ट्रेन होइन 5:55मा छ अहिले चाहिँ ठ्याक्कै 5:46 भयो होइन अब त्यो ट्रेन चाहिँ ठ्याक्कै 5:55 आइपुग्छ क्या यहाँ 1 मिनट पनि ढिलो हुँदैन क्या हेर्नु है त ल यो तपाईँहरूलाई के लाग्छ यो खानाहरू के लाग्छ रियल जस्तो लाग्छ होला होइन साँच्चीकै खाना राखेको जस्तो लाग्छ होला होइन तर यो प्लास्टिकको खाना हो कि गाइज स्याम्पल राखेको क्या यो आइटम पाउँछ भनेर यहाँ कस्तो रियलिस्टिक देख्छ है म त सुरुमा त साँच्चैको राखेको होला भन्ने ठानेको तर प्लास्टिकको रहेछ कि यो नक्कली हेर्नु न कस्तो बवाल तरिकाले राखेको ल यो बियर पनि नक्कली राखिरहेछ क्या यहाँ मासुहरू हेर्नु त कस्तो रियल देखेँ ल गाइज हाम्रो ट्रेन चाहिँ आइसकेको छ है 55 भनेको यो त 52मै आयो त यो त 52मै आयो त है 55मा हिँड्छ जस्तो छ यो ल ट्याक्क अब यहाँ ढोका खोल्छ सिट पनि खाली रहेछ ल ओके लाग्नुपर्छ होइन अब बोल्न मिल्दैन अब बोल्न मिल्दैन गाइज अब चुपचाप जाने हो होइन ओके अर्को स्टेसनमा भेटौँ है त ओके गाइज अहिले चाहिँ फाइनली हामी अर्को स्टेसनमा हाम्रो गन्तव्य स्टेसनमा आएर उत्रिसकेका छौँ र हामीलाई ल्याउने ट्रेन चाहिँ अब जाँदैछ है त हामीलाई छोडेर ल लाग्दियो 1 मिनट पनि बस्दैन क्या लागिहाल्छ लाग्यो बाई 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 हेर्नुहोस् त कस्तो दामी छ है कस्तो बवाल छ है स्पिड फाल्टै छ फेरि यसको ल लाग्यो ल अब हामीलाई चाहिँ होइन यता यो वेस्ट एक्जिटतिर बोलाएको छ केटीहरू चाहिँ लागिसके अब म पनि जानुपर्ने हुन्छ ओके गाइजहरू देखिसक्यो बेलुका हो सबै ए सब बेलुकाको ग्रुपहरू हेर ल हजुर पनि थियो खोइ मास्क खोल न चिनिनँ हौ मैले फेरि यार सेनको छोडेर त अलिक भ्लगर भयो त ल सब उतैबाट हो ल ठिक छ ल सबै चिनेकै मान्छेहरू रहेछ नि त वेस्ट एक्जिट यता हो कता हो वेस्ट एक्जिट त्यो हिँड नि त अनि यही हो यता हो वेस्ट निस्केर यता हो कि जम हिँड ओ दाइनेसु यहाँ हिँड दाइनेसु ओ दाइनेसु यता होइन नि हिँड
ओके गाइज अहिले चाहिँ फाइनल्ली खाइसकेको कम्पनीको बसमा चढिसक्यो है होइन अनि अघिको देखाएको मेरो साथीहरू चाहिँ क्या एक हुल चाहिँ नाइट हानेर गयो होइन अब हाम्रो चाहिँ डेमा चाहिँ हामी किता गर्नुहोस् बडा 4 जना मात्रै है 4 जना मात्रै सबै नेपाली रहेछ प्रायः खाइसके उहाँहरू चाहिँ जानको लागि चाहिँ नेपालीहरू रहेछ कस्तो हेरेको यो मान्छेले ल गाइस बट्टाबट्टी आउने काम चाहिँ जारी छ कामदार स्टाफहरू चाहिँ ल यो चाहिँ सबै हामी सबैजनाको अहिले चाहिँ यो कम्पनीमा चाहिँ नयाँ भएको कारणले चाहिँ होइन चट्टै यहाँनिर चाहिँ रुल्स एन्ड रेगुलेसन चट्टै यहाँनिर चाहिँ रुल्स एन्ड रेगुलेसन दिएको छन् है के गर्ने के नगर्ने भनेर कम्पनीमा छिर्दाखेरि चाहिँ मेरो चाहिँ पहिलो दिन हो यहाँ चाहिँ आज र भोलि मात्रै हो यो कम्पनीमा चाहिँ काम तिम्रो पनि होइन त तिम्रो पनि होइन त कस्तो भइरहेछ त एकदम राम्रो भइरहेछ महसुस नयाँ कम्पनीमा 2 दिन काम गर्न जाँदा कम्पनीमा 2 दिनमा जाँदा एकदम राम्रो भइरहेछ यहाँनिर दाइले हल्का रुल्स एन्ड रेगुलेसन एक्सप्लेन गर्नु हुँदैछ है त सबैजना नयाँ भएकोले सब भरिसक्छ ल सबै स्टाफहरू चाहिँ आइसकेका छन् अब सायद गाडी जान्छ है त ल गाइज अहिले चाहिँ है कम्पनी आइसक्यो कम्पनी चाहिँ यही रहेछ सबै काम गर्ने स्टाफहरू चाहिँ नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू हुनुहुँदो रहेछ है त्यो गाडीमा आएको हो हजुर 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 ल यो चाहिँ हजुर ए हुन्छ हाई अखरे जस्तो ल गाइज अहिले चाहिँ गर्न मिल्दैन है त भरे भेटौँ फाइनल्ली म चाहिँ अहिले घर फर्किसकेको छु र अहिले चाहिँ म गाइज रुममा चाहिँ भर्खरै आएको यति साह्रो गल्यो गाइज यति साह्रो गल्यो है केही सुट गर्न पनि पाइएन बाटोमा एक्कासीको वहाँबाट निस्किएँ खाइसाबाट निस्किएँ अनि यसरी यहाँ घर आएँ यति थाकेको थियो यति निन्द्रा लागेको छ गाइज 24 घन्टा सुते आएन है एकदमै निन्द्रा थाकिरहेको छ भोक त्यस्तो लागेर त खानासाना केही लान पाएको होइन है एकदमै लागिरहेको छ गाइज अब चाहिँ खाना पकाइरहेको छु खाना खान्छु अनि त्यसपछि आज सोध्छु फेरि भोलि बिहानै जानुपर्ने छ त्यही ठाउँमा गाह्रो छ यार गाइज गाह्रो छ एकदमै हेर्नु त यति पोलिरहेको छ आँखा यस्तो भएको छ है मलाई मजा आएको छ ओके गाइज यहाँसम्म हेर्नुहुँदैछ भने हजुरलाई धेरै धेरै हेर्दैदेखि धन्यवाद भोलि अर्को भ्लग लिएर म भेट्ने नै छु तपाईँहरूसँग त्यतिखेरसम्मको लागि आफ्नो ख्याल राख्नुहोस् र स्वस्थ रहनुहोस् मस्त रहनुहोस् र हेर्दै गर्नुहोस् दिपेक्स ब्रो युट्युब च्यानल बाई लभ यु गाइज